मेरो बप स्पेसल खाना हो। पहिला पहिला चाहिँ हड्डी हड्डी खाइदिँदै गरे अलिक सर्दिनु हड्डी हड्डी अरे हो। मासु यत्रो भात मुछे मासु मुछेर हड्डी चाहिँ अड्किँदैन अरे, स्यालीलाई चाहिँ अड्किँदैन अरे। लु कहाँ बप हेलो गुड आफ्टरनुन। अहिले चाहिँ मेरो कुकुरले खाना खाएको रहेको नि मा लजाउँदै छ यो, लजाउँदै लजाएर हरेस हुन्छ। कहाँ भयो कहाँ सबै कुकुरहरूको बानी बिगारेर नि मासु दिने भयो आजकल त। कहाँ भयो कहाँ कहाँ लगेको यतै कहाँ लगेको यतै यहाँ बसेर खान कहाँ लगेको बाहिर भाइ? लु ल जानु त्यहीँ बसेर खान। किन लानु बाहिर चाहिँ किन लानु बाहिर? खा त्यहाँ हो त्यहाँ कमिला आउँदो रहेछ नि त्यहाँ उयो भनेर गन्धु साले गन्धु कान मैला बोकेर हेर गन्धु मेरो गन्धु। आछि छोडेको अरे त्यो मासुलाई छोडेको अरे। भात त अब सुन्ने भएको होला। मासुले चाहिँ एट्याक गरेको स्वर्ग स्वर्ग तँलाई यहाँनिर स्वर्ग भाइ त स्वर्गमा छ स्वर्गमा स्वर्गमा हो मेरो भाइ। त्यो दिनभरि मसँग हिँड्छ जस्तो त्यस्तो टन्न खाएर अगाडि चाहिँ त्यति बेला भोक पनि लाग्थ्यो होला। बप त्यो होइन के हो के नुहाउनुपर्छ भाइ त पुरा गर्नुपर्छ चाहिँ नुहाउनुपर्छ है। तर भोलि नुहाइदिन्छ होइन म। हड्डीलाई एट्याक हड्डीलाई एट्याक हड्डीलाई एट्याक। बाहिर चाहिँ लानु पाइनुहोस् मलाई बाहिर लानिदिन्छु नि तँलाई ट्याक्कै बाहिर लानिदिन्छु ठिक बजाएर। अझै एउटा दिन्छु तँलाई अझै एउटा दिन्छु। खा भाइ खा 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 खा। विचार अप्परमा लाग्छ नि यो कुकुर। खालि मलाई पचाउँछ जहाँ गयो जहाँ गयो जहाँ गयो जहाँ गयो। गाडीमा पनि फेरि फुत्रुक्क चढिहाल्छ। स्कुटीमा बाइकमा चाहिँ डराउँछ है। स्कुटीमा चाहिँ उफ्रिनु खोज्छ बाइकमा उफ्रिनु खोज्छ त्यो चाहिँ पकाउँछ। गाडीमा चाहिँ यसलाई मतलब छैन। आनन्द सिटमा अब अगाडि सिटमा आएर बसेर सुत्दिन्छ मजाले। भुइँमा बस्नु मरै मान्ने भयो सिटमा पऱ्यो सुत्नु त मसँगै सुत्दिन्छ यो। झन् पटेका पड्काएको सुन्यो भने त सिधै मेरो उयोभित्र पस्छ ब्ल्याङ्केटभित्र पस्छ। यति साह्रो डरलाग्दो त दर्छेर छ कि यो अलिकति थाल खिन्दिङ गऱ्यो भने तर्सेर भाग्छ हेर्नु ल नभए हो तर्सेर तर्छ तर्छ के साह्रो दर्सेर है बस्छ। कसले टोक्दैन यसलाई मा यसो 10 जना आयो भने पनि यसलाई जित्नु सक्दैन। यही त आफूले रुक्क परिन्छ अन्त अरू कुकुरले के टोकोस्। त्यो कुकुरहरू यसलाई देखेर माया लागेर फर्केर चलिदिन्छ पो एकछिन सुङ्छ ओर्छ हो अन्त यस्तो आँटी छ यो। यसलाई चोर आओस् कि जोसुकै आओस् मतलब छैन एकताल पनि भुक्दैन जस्तै मान्छे आयो भने पनि भुक्दैन। तर फेरि जङ्गलमा चाहिँ पस्छ सुट सुट पस्छ। स्यालहरू चाहिँ खेद्छ स्याल मृगहरू चाहिँ खेद्छ। मान्छेलाई चाहिँ जोसुकै आओस् मतलब छैन यसलाई हेर्दैन पनि सुन्दैन पनि। आज अलिक दिनभरि मसँग हिँडेको कि बिहानदेखि निक्लेको कि भोक लागिरहेको रहेछ। मजाले खाँदैछ सबै मासु यत्रो यत्रो छानेर छिलेर हो सानो सानो चक्का बनाएर यो गरेको नि त्यही मासु छ नि सबै मासुहरू सबै छिलेर हड्डीहरू एक ठाउँ बनाएर हो हड्डीहरू एक ठाउँ बनाएर त्यो कुखुराको त्यो सबै यस्तो बोक्राहरू निकालेर हालेर हड्डीहरू एक ठाउँ बनाएर चाहिँ यो बिरालोहरूले पनि त्यसै गर्छ हो। बिरालोहरूको त अघि सकेछ आज बप ढिलो भएर बपको चाहिँ राखिदिइरहेको छ भाग भयो भाइ खाना मासु यति पनि खाँदैन रहेछ नि हेर्दा यस्तो मासु छ है कि हेर्दा मासुहरू हेर्दै मासुहरू खा खा भाइ खा कि हेर्दा मासुहरू खा 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 भाइ खा
भोक लाग्छ राति तँलाई पनि खाना हो भाइ खाना हो नि त मेरो बाउ खाना हो गन्धु खाना खा 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 मासु त खाने कमसे कम भोलि स्यालीले राख्नु पारिदिन्छ अन्त उयो गरिरहन्छ जस्तो खा खा चापसुप पार्दैन अहिले त अलिक बलियो हुन्छ जस्तो यति कानहरू हेरौँ कानहरू अलिक कालो कालो हुँदो रहेछ है खै देखा त कान हेरौँ त्यति साह्रो कालो त छैन कि म सबै बनाइदिन्छु सबै यो भित्रभित्र पनि यस्तो उयो हालेर धोइदिन्छु कि ब्रुस हालेर बिस्तारो मैला छैन कि तर पनि के कुकुरहरू त जङ्गलमा पसेपछि पुरै कुरो भएर आउँछ अब अहिले अलिक बेला भएको छैन अब एक दिनदेखि यस्तो एउटा डल्लो खालको कुरो आउँछ कि आम्मामा त्यो कुरो त हरेछ क्याटा त भुत जस्तै भएर आइदिन्छ त्यहाँदेखि त कोर्दिनँ अहिले त अहिलेसम्म चाहिँ कोरिदिँदैछु गङ्गेले कि अब त्यहाँदेखि त कोर्नु सक्दैन यो आफै नै हुरुक्कै हुन्छ दुखेर अत्तो गाँठो लिएर आउँछ अन्त जङ्गलमा मृगहरू पनि फेरि छेउछाउमै कुद्छ नि त यतैतिर हुन्छ कि अन्त त्यो मृग बन्द पाउँदो रहेछ मृग कहाँ डाँडा काटेर कहाँ पुगिसक्छ यो चाहिँ हाउडामा घुमेको अन्त कुरो घारीमा हो कुरै कुरो यसको मजाको भुत्ला चाहिँ भाइको भुत्ला टल्किन्छ अलिकति टल्किने भुत्ला जस्तो त मेरो भाइको पनि खाना भाइ खाना हो खाना हो अलिक खाना हो भाइ मेरो भाइ खा भाइ खा तेरो यो यो देख्दै रिस उठ्दैछ तँलाई म कसले तँलाई कुट्यो भन्दा यो कुट्ने मान्छेको नाम चाहिँ भन्न भनेको अस्तिदेखि भन्दैछु भन्दैन त्यसको पनि म यस्तै टिका लगाइदिन्थेँ नि पहिला सोध्थेँ कि त्यहाँदेखि केले हिकाइस् भन्थ्यो होला हो केले हिकाइस् भनेर सोध्थेँ कि त्यहाँदेखि जसले हिकायो म पनि त्यसलाई त्यस्तै बनाइदिन्थेँ नि हेर अझै जाति भएको छैन नि त्यही कसले चाहिँ होला इनोसेन्ट बिचार केही गर्दैन कसैलाई भुक्दैन पनि न कसैले किन चाहिँ होला यस्तो गरिदिएको ट्याक्कै चित्त बुझेको छैन म क्या म अर्का कुकुरहरूलाई कहिले हिर्काउँदिनँ पनि उयो पनि गर्दिनँ कि तर मेरो कुकुरलाई यस्तो गरिदिँदा त एकखेप त अब के भन्नु त ठिकै छ तर अब के गर्नु बुझेन अबुझहरू त्यस्तो हुन्छ होइन कुकुर माया नगर्ने माया नचिन्नेहरू त्यस्तो हुन्छ मैला निकै रहेछ हेरेर अब भोलितिर भइहाल्छ त्यति बेला बिचार यसको आँखाहरू मात्र सुन्नेको थियो नि हौ म त यसको अब उयो टाउको उयो हुने रहेछ जस्तो लागेको थियो नि खाना हो भाइ खाना हो खाना हो खा अहिले अब खा भनेको ल छिटो खा यत्रो खा यति खा गयो अब सके चल्दै हुन्छ थ्याङ्क यू